10वटा किरा हो। भात त मिठै रहेछ, तरकारीमा नुन बढी रहेछ। बुहारीलाई भन्नेस्। खान नपाएको हुन्छ काली। भात खानलाई पैसा भएन, अलिकति पैसा दिनु भने भए दिन्थे नि बरु। अब मेरो नामै दानवीर, दान धर्म गरिरहन्छु भन्ने कुरो थाहा छैन त भातेलाई। लाजे बिना अर्का भन्छ थिर भात खाने भाते। लाज नभएकाहरू अर्काको फलफुल सोध्दै नसोधिकन टिपेर खाने। कसैले देखेको छैन भने ठानेर होला होइन। मेरो नामै नेत्र प्रसाद हो, जहाँबाट पनि देख्छु भन्ने कुरो थाहा छैन। सानो चित्त भएकाहरूसँग के कुरा गर्नु गाँठे। पाकेको फल कुहेर जान्छ भनेर पो टिपेर खाइदिएको त। ल ठिक छ, आजबाट यो सिमानामा नाकाबन्दी नाकाबन्दी नाकाबन्दी। नमस्कार। छोरो बिरामी भएर अस्पतालमा भर्ना गरेको छ हजुर। त्यसको उपचारको लागि सहयोग माग्दै हिँडेको। अन्त कालीले चाहिँ कति दिन जाऊ 20 रुपियाँ दान धर्म गर्नुपर्छ भन्ने ज्ञान नभएकाहरूले दिनु त्यस्तै हो। यो 20 रुपियाँ चिया खान दिए कि छोराको उपचार गर्न दिए अरे। हुन त बिचराहरूको आफ्नै माग्नुपर्ने स्थिति छ। उसको बाउलाई अस्पताल राखे धेरै दिन भयो भन्ने सुनेको छु। अस्पतालको बिल आउने बित्तिकै डङ्ग्रोमा ढलेर तिम्पियोस् होला। आफ्नो त यहाँ छिमेकीकै उठीवास पो होला जस्तो छ त। त्यस्तो भयो भने नलाजाइकन मागे हुन्छ। दानवीर छु यहाँ। ल 100को लोट ल्याऊ। तपाईँको रिपोर्टहरू त राम्रै छ। अनि अहिले कस्तो छ तपाईँलाई? अब त पुरै ठिक भइसक्यो डाक्टर साहब, घर जानु पाए हुन्थ्यो। ठिक छ, त्यसमा म तपाईँलाई भोलि डिस्चार्ज गरिदिन्छु है। हस् बाबु, भोलि त घर जानु पाएला हजुर। अब मोटर चलाउँछु भनेर रहर मात्रै गरेर हुँदैन। बिस्तारै होस पुऱ्याएर चलाउनु पर्छ नि त्यहाँ। हुन्छ बुवा, चिन्ता नलिनु न, म चलाइहाल्छु नि। लु हेरौँ त त्यहाँ, हेरौँ त। आफ्नो त छोरीले मोटर चलाउन सिकिरहेछ के अरे। हजुर हजुर। अनि अस्ति मैले के कुरा गरेको थिएँ? अब मैले तपाईँले भनेको कुरो बुझिसकेँ। मेरो घरमा कोही पनि रोगी बिरामी छैनन्। यो स्वास्थ्य बिमा चाहिँ नगरौँ हो। परतिर नेत्रका घरमा बिरामी भइरहन्छन्, तिनीहरूले नै बिमा गर्छन्। उहाँहरूले त अघिल्लो महिना नै गरिसक्नु भयो। त्यति बेला तपाईँ घरमा ताला लागेको थियो। त्यसपछि पनि आएँ नि म तपाईँलाई भेट्न, तर भेटै हुन सकेन। अब मैले 3500 तिरेर बिमा गरिसकेपछि 1 वर्षसम्म पनि मेरो घरमा कोही बिरामी भएनन् भने तपाईँले 3500 फिर्ता दिनुहुन्न के रे?
अब 3500 खेर जाला भनेर आफै बिरामी पर्दिने कुरो आएन के रे भोट नगरौँ अब यो पैसा दान धर्मतिर खर्च गर्नु पर्ला आफू त फेरि दान धर्ममा एकदमै विश्वास गर्ने मान्छे पर्यो च्याल्यौ न च्याल्यौ मोडल ल्याउ त बुहारी हेर्नुहोस् स्वास्थ्य भन्ने कुरा कुनै पनि बेला बिग्रन सक्छ त्यसैले बिरामी भइसकेपछि भन्दा पनि आफू स्वस्थ रहँदा नै स्वास्थ्य बिमा गराएर सजग हुनु जरुरी छ फेरि अर्को कुरा 1 वर्षभित्रमा तपाईँको घरमा कोही बिरामी नभए पनि गाउँ छिमेकमा त कोही न कोही बिरामी हुन्छन् त्यो बेलामा तपाईँको पैसा अरू कसैको स्वास्थ्य उपचारमा उपयोग हुन्छ अनि यस हिसाबले हेर्ने हो भने त यो पनि एक किसिमको धर्म नै हो नि होइन र यो स्वास्थ्य बिमा भनेको सबैको साझेदारीमा सबैले स्वास्थ्य सेवा प्राप्त गर्ने कार्यक्रम हो फेरि आफ्नो र अरूको स्वास्थ्य उपचारमा पर्ने आर्थिक भार पनि त कम हुन्छ मैले नानीको कुरो बुझेँ कि कोही बिरामी भइदिइहाल्ला कि भनेर यो स्वास्थ्य बिमा चाहिँ नगरौँला बरु पछि विचार गरौँला ठिकै छ कुनै बेला आवश्यकता महसुस भएमा चाहिँ मलाई फोन गर्नु होला है म यहाँ फोन नम्बर लेखिदिन्छु ल यसमा सम्पर्क गर्नु होला हस् न लौ त नि हेलो वाह वाह बहिनी एक्सिडेन्टमा परिचय तुरुन्त अस्पताल आउँ त अनि के भन्छु यो हो बुवा नातिस बिस्तारै काट्छ होइन बिस्तारै आत्तिनु पर्दैन बुवा एकैछिन दुख्छ मर्किया मात्रै रहेछ कि भित्रको हड्डी पनि ठनक्कै गाह्रो छ यो मर्केको सामान्य हो चिन्ता गर्नु पर्दैन दुःख लाग्यो दुर्घटना सुनेर स्कुटर सिक्ने मान्छेलाई मेन सडकमा जान नदिएको भए हुन्थ्यो तपाईँको 6300 भयो तपाईँको चाहिँ पैसा लाग्दैन हो न त्यत्रो दिन अस्पताल राखे चाहिँ पैसै लागेन उहाँको परिवारले स्वास्थ्य बिमा गर्नुभएको थियो नि त त्यही बिमा गरेका कारण उहाँको सबै उपचार खर्च स्वास्थ्य बिमाले बेहोर्यो बिमा गरेपछिको फाइदा नै यही हो अनि यसमा वार्षिक 1 लाख बराबरको स्वास्थ्य सेवा प्राप्त गर्न सकिन्छ होला यहाँ अस्पतालमा बिल तिर्नलाई 1000 रुपियाँ दाम पुगेन झट्ट लिएर आइहाल्छ भाउ पैसा मसँग छ पछि फर्काइदिए हुन्छ यति पनि काम लागेन भने छिमेकी भएको के काम अब एकै ठाउँमा जाने मान्छे एउटै गाडीमा गयो भइहाल्यो किन डबल पैसा तिर्नु आफूले त्यत्रो फाइदा हुने बिमा गरेर छ मलाई पनि भने हुन्छ नि त्यो बेला घर आने हुनु पर्यो नि फेरि आफू हामीले भने मान्ने मान्छे हुनु ठुला बडा मान्छे होइन के हो ठुला बडा मान्छे भन्ने रोगले ठुला बडा हुँदो रहेछ अब अझै पनि के बिग्रिएको छ त बिमा गर्ने भए आफूले पनि बेलैमा नेत्रीले जस्तै स्वास्थ्य बिमा गरेको भए खर्च नलागिकन उपचार हुने रहेछ बेलैमा बुद्धि पुर्याइएन अब चाहिँ नि पैसा झिक्नु पर्यो नि त
अलि ठाडै सिरानमै नाम हुँदो रहेछ नि त नि दानवीर बस्नेत ल नमस्कार। नमस्कार अन फेरि पैसा चाहिने हो छोरा अझै ठिक भएन छोरो त ठिक भइसक्यो हजुर, के गर्नु बेलैमा स्वास्थ्य बिमा गराएकी भए माग्दै हिँड्नु पर्ने रहेनछ। आखिर 5 जना परिवारको लागि दिनको 10 रुपियाँ त पर्ने रहेछ नि। स्वास्थ्य बिमा गराउने दर्ता सहयोगी यहाँ आउनु भएको छ भनेर म पनि बिमा गर्न आएकी। नानीले एकदमै सही सोच्यो है। यो स्वास्थ्य बिमा त गजबकै रहेछ, सबैले समयमै गर्नुपर्ने रहेछ। ल हेर त कस्तो गजबको कार्ड, स्वास्थ्य बिमा गजबको कार्ड। यहाँ चाहिँ मात्रै नगर्नुहोस्, त्यो कार्ड हराउनुहोस् नि फेरि।